हिजो बेलुका साँझ परिसकेको थियो, छोराले माछा खाने भन्यो। बाबु आएदेखिको मासु पनि खासै खुवाउन पाएको छैन के, त्यही भएर मैले पसल गएर हतार हतार गरेर माछा लिएर आएँ। अब बच्चाले खाने माछा काँडा भएको त ल्याउनु भएन, त्यही भएर मैले काँडा नभएको माछा लिएर आएको थिएँ। अनि के साथीहरू, माछा पसलेले माछा त केलाएर दिएको हुन्छ, तर राम्रोसँग उनीहरूले सफा गरेकै हुँदैन। मैले चाहिँ माछा ल्याइसकेपछि एकचोटि राम्ररी केलाएर त्यसपछि मजाले पखालेर मात्रै पकाउने गरेको छ। हुन त यसको आन्द्रा भुँडी खाँदा पनि केही फरक पर्दैन, तितो तितो हुन्छ। मैले चाहिँ योभन्दा 7-8 वर्ष अगाडि यसको आन्द्रा भुँडी खाने भएर मलाई यति धेरै अमन भएको छ कि मैले माछा नै 4-5 वर्षसम्म छोडेको थिएँ। त्यही भएर म चाहिँ एकदम मजाले माछा पखाल्छु अनि मात्रै पकाउने गर्छु। अदुवा लसुनको पेस्ट पनि रेडी नै थियो, पिस्न परेन। अनि धुलो मसलाहरू हाल्न पनि सबै कुरा हाले। अनि यो कर्नफ्लोर पनि रहेछ, यो कर्नफ्लोर हाल्यो भने चाहिँ माछा एकदम झुरुङ झुरुङ हुन्छ के, अलिअलि भएको हड्डीहरू पनि चपाउनलाई सकिन्छ, अड्किने सम्भावना हुँदैन। अब चाहिँ माछा फ्राई गर्नलाई तयारी बनाइसकेको थिएँ मैले। अघि नै खोज्दा चाहिँ कागती भेटिएको थिएन, फेरि पछाडि भेटाएँ। मैले अलिकति सानो टुक्रो कागती काटेर निचोरेर पनि हालिदिएँ। आजलाई यति नै। भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गरेर अल नोटिफिकेसन दबाउन नभुल्नुहोला। इन्डो बाई।